थियो। सबै मानिसहरू काममा व्यस्त छन्। दुईजना मान्छे चाहिँ अहिले खाजा बनाउनमा गएका छन्। दुईजना तल कोही खन्दा पनि कोही मल उठाउने काम गर्दैछ। हाम्रा चारजना मल बोक्ने र खन्दा खाने मान्छे व्यवस्था गरिएको थियो। एकजना डोजरको भाइ भइहाल्यो। अम्बरसर दाइ चाहिँ निर्देशक उसो गर्ने, म यताउता मिलाउने, यसरी काम मेरो अहिले भइरहेको छ। खाल्टा करिब सक्यो। अब पर सोमप्रसादको घर छेउमा फेरि बाँकी छ। यहाँ घडेरी सम्बन्धी काम पनि भयो। घर अगाडि काम भइरहेको छ। घरवटा माथिल्लो गऱ्यो, तुलसाका मोटो लगायतको भागलाई खनेर अहिले तल घर अगाडिको लेभलमा मिलाइएको छ। अम्बरसर दाइ बिहानदेखि खट्नु भएको छ। यो सबै काम अम्बरसर दाइको निर्देशनमा भइरहेको छ। अम्बरसर दाइ नभएको भए सम्भवतः यति कठिन काम गर्न गाह्रो हुनेछ। अहिले चाहिँ यसलाई सम्झाएर ल्याउने काम भइरहेको छ।